नेपालगञ्ज विविधता संस्कृतिको सङ्गम र मानवीय भावनाको सहर हो। तर यसै सहरमा कहिलेकाहीँ पीडा, बेवास्ता र अभावको कथा पनि लुकेको हुन्छ। यी कथाभित्र आशाको रेखा बनेर उदाएको हो मानवता नेपाल। स्वास्थ्य, चेतना र सेवा यिनै तीन स्तम्भमा टेकेको संस्था। हाम्रो नारा छ, स्वास्थ्य, सेवा र समर्पणका लागि मानवता। मानवता नेपालको यात्रा सुरु भयो केही सेवाभावी युवाहरूको सपनाबाट, जो विश्वास गर्थे मानवताको सबैभन्दा ठूलो धर्म सेवा हो। हाम्रो उद्देश्य स्पष्ट छ, स्वास्थ्यमा समान पहुँच, समाजमा चेतना र हरेक मुटुमा करुणा। लागु पदार्थ दुर्व्यसन हाम्रो समाजको मौन सङ्कट हो। मानवता नेपालले यस विरुद्ध आवाज उठाएको छ। विद्यालयदेखि बजारसम्म, गल्लीदेखि चौकसम्म हामीले सन्देश फैलायौँ, नशा होइन, नशामुक्त समाज। यी अभियानहरूले सयौँ युवामा आत्मविश्वास र नयाँ सोच जगाएका छन्। स्वास्थ्य र सफाई एउटै सिक्काका दुई पाटा हुन्। हामीले नेपालगञ्जका बागेश्वरी मन्दिर, चोक र सार्वजनिक स्थानहरूमा सफा नेपालगञ्ज अभियान चलायौँ। हाम्रो विश्वास छ, सफा वातावरण, स्वस्थ जीवन। यस अभियानले धेरै युवालाई समाजसेवाको प्रेरणा दिएको छ। हामीले बुझ्यौँ, स्वास्थ्य केवल शरीरको होइन, मनको पनि आवश्यकता हो। त्यसैले मानवता नेपालले नील सागर सेवा आश्रम, मानव सेवा आश्रम र आमाको छात्रावासमा पुगेको छ, साथ र सान्त्वनाको साथ लिएर। हामीले नगद, कपडा र खाद्यान्न मात्र होइन, माया, आत्मीयता र सम्मान बाँड्यौँ। यी मुस्कानहरू हाम्रा सबैभन्दा ठूला उपलब्धि हुन्। स्वास्थ्य हाम्रो मुख्य धर्म हो। हामीले नेपालगञ्जका विभिन्न वडाहरूमा निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेका छौँ, जहाँ वृद्ध, महिला, बालबालिका सबैले उपचारको पहुँच पाए। सुत्केरी दिदीबहिनीहरूका लागि पौष्टिक आहार वितरण कार्यक्रम हाम्रो नियमित अभियान बनेको छ। यी कार्यक्रमहरूले मातृत्व र जीवनप्रतिको सम्मान सिकाएका छन्। मानवता नेपाल विश्वास गर्छ, सहकार्यमै शक्ति छ। विभिन्न सङ्घ संस्थासँग मिलेर हामीले वृत्तचित्र प्रदर्शनी, संवाद कार्यक्रम र साझा सचेतना अभियान सञ्चालन गरेका छौँ। अग्रजहरूको अनुभव र युवाको ऊर्जा यही हाम्रो असली शक्ति हो। कहिलेकाहीँ सानो कामले ठुलो अर्थ राख्छ। घाममा तिर्खाएका यात्रुहरूलाई पानी, रोगसँग लडिरहेका बिरामीका परिवारलाई शरबत। हामीले बाँड्यौँ ताजगी र आत्मीयता। यही हो मानवताको साँचो स्वरूप। हाम्रा आजीवन सदस्यहरू, जसले संस्थाको आत्मा बोकेका छन्, उनीहरूलाई सम्मान गर्दै हामी गर्व गर्छौँ। उनीहरूको योगदानले नै आज मानवता नेपाल यो उचाइमा पुगेको छ। हाम्रो यात्रामा साथ दिने सबै सदस्यहरू, कार्य समिति, साधारण सदस्य र आजीवन सदस्यहरूलाई हार्दिक आभार व्यक्त गर्दछौँ।
जब हामी सेवा गर्छौँ हामी केवल शरीर निको पार्दैनौँ, आत्मालाई पनि शान्ति दिन्छौँ। मानवता नेपाल स्वास्थ्यका लागि मानवताको निम्ति। Humanity Nepal, health for all, hope for everyone. Namaskar.